हेलो साथीहरू, कसा छौ तमीहरू? म चाहिँ एकदम ठिक छु। छतमा आएर भिडियो बनाउँदैछु। बुढाबुढी दुइटै बुढा नभएर त म भिडियो बनाउनै सक्दैन। हेर्नुहोस् छतको नजारा। बेलुकाको 6 बजिसक्यो। हेर्नु कति राम्रो छ बेङ्गलोर। हेर्नु त, न चिसो छ न घाम छ, रमाइलो मौसम छ। बुढा कति हेल्प गर्नुहुन्छ मलाई भिडियो बनाउनमा। मुखी भिडियो बनाउने त बहुत मन लाग्दो छ, तर बनाइसक्दैन म। अब बनाउला, अब एकछिन पछि बनाउला भनेर बनाइसक्दैन। बच्चा थोडा उ दहन फोन लिया दहन, त्यही भएर बनाउनु पाउँदैन। भिडियो बना भनेर फ्री टाइम छाड्या म आफै हो बनाइसक्ने टाइम नपाइबेर बच्चाका पढाउन लेखाउन स्कुल पुगाउँदा ल्याउँदा ठिक्क हुन्छ। अब सबैका त्यसै होला है, मेरै जसो। मुखी त भिडियो बनाउन पहिले पहिले बहुत शरम लाग्दो थियो। मान्छे क्या भनौँ न, कसो लागला यही क्या हुने हो भनेर बहुत मान्नु है। तर मेरा बुढाले बहुत सपोर्ट गर्यो मुखी, त्यो चिज म मान्नु हो। अहिले मेरा यति भिडियो हेर्ने मान्छे छन् कि म आफै पनि विश्वास सक्दैन यति मान्छे छन् भने। अहिले मेरा 49,000 फलोवर्स भएछन् भने न, मेरा बुढाका कारणले मात्र हुन्। म एक्लै त केही गरिसक्दैन। भिडियो बनाउनकि पनि बहुत टाइम लाग्दो हो, कमसेकम एक एक दुई दुई घन्टा लाग्दो। मान्छे कि त मजाक लाग्दो हो, हे एक थोडा बनायो हेर्नाकि पनि मान्छे कि अप्ठ्यारो लाग्दो हो। तर हामीकि थाहा कति मेहनत लाग्दो हो। एक एक दुई दुई घन्टासम्म भिडियो लागिरहनु पर्दो हो। कहिले कहिले त 11-12 बज्जानु हो, दिनमी टाइम हुन्न। बुढाको अफिस हुन्छ, म त चाहिँ घरमै हुनु हो। मेरो एक्लैको हात त केही हुँदैन। उनी आउनसम्म वेट गर्नु पर्दो हो। खाना पकाउँदा खाँदा 12-1 बज्छ। त्यही पनि मान्छेहरू हेर्दाछन् भन्ने कुरा भिडियो हामी कोसिस गर्दा हौँ, टाइम दिन हौँ थोडा। अब बुढा नभएर म एक्लै त केही गरिसक्दैन। तर अहिले म बहुत खुसी हुँ। मेरा 49,000 फलोवर्स छन्। यसरी साथ सपोर्ट दिया, यसरी मेरो भिडियो हेर्दै रह्या। केही कमी छ भने न कमेन्ट गरे हजुर। गलत कमेन्ट चाहिँ जन गरे। धेरैहरू मान्छेका सुन्नु हो म कमेन्ट, कोही के हेर्दा हो कोही के हेर्दा हो, तसो जनहरू दिया। कसो मान्छे कि बहुत निको लाग्दैन, नराम्रा भिडियो त तर हामीले बनाए होइन। त्यही पनि बोल्नमा मिस्टेकली भएछ भने न गलत कमेन्ट चाहिँ नहरिदिया, बिन्ती छ हजुरहरूलाई। हाम्रो भिडियो चाहिँ हेरिदिनु होला, सपोर्ट यसरी गरिदिनु होला। थ्याङ्क यू, धन्यवाद छ।